लगाउने केटाहरू चाहिँ हामी चाहिँ फाइनली अब सबजना उठ्यो होइन अनि कपडा सपडा लगाएर हामी कुन चाहिँ मन्दिर जाने रे त्यो तालबारा मन्दिर हो कि कता जाने भनेको जस्तो लाग्थ्यो मलाई होइन सबजना रेडी भइसक्यो हामी चाहिँ अब सट्टाबाट केटाहरूको यस्तो उसहरू देखाइदिउँ केटाहरू सब छ अन्त नगर्छहरू छ सबजना छ अनि हाम्रो चाहिँ क्लासको केटाहरू चाहिँ यहाँनिर रेडी भइसकेको छ मैले एकछिन सिधै अहिले एकछिनमा भेटौँला है यता आइपुगिसकेको छ मेरो चाहिँ लभलीको छोरी छ होइन कहाँ त थाहा छैन चिताउनु जस्तो लागिरहेको मलाई देखिन हो बब्बाल बब्बाल छ ठ्याक्कै होटेल बोला त हामी चाहिँ होटेलभित्र बोल्छ सबै चट्टो बोरामा भित्र जाने होला नि हेरौँ ल फेरि फेवातालमा आएको घुम्न के गरेर अब थाहा छैन भ्यू लभली छ यता कलमा बोलिरह यता दिँदा पछाडिहरू छ अनमोल भाइ त्यहाँ क्यामेराहरू के गरेर विश्व बालक यता कोर्सु पाडे भाइ हेलो भन्दै हेलो हेलो भन्दै लभलीको छोरी भ्यू छ 6 बजे निस्किने भनेको 7 बजिसक्यो सराहरू आफै ढिलो गऱ्यो अब यस्तो घुमघाम गर्ने अनि त्यसपछि रुम गएर त्यसमा ब्रेकफास्ट खाने अनि त्यसपछि एकछिनमा भेटौँला लगाइ छैन भोपाल तिनीहरू किनेर मोबाइल चलाउँदै बसेर अहिले खतरा चलाउँछ होइन अनि कि स्विच अफ हुन्छ चुपचाप भने मोबाइल कहाँ छ थाहा नि हुन्न यस्तै छ है सबै बब्बाल बब्बाल छ भ्यू चाहिँ आमा कहाँ सक्नु हौ लास्टै जाडो भएर हाट चाहिँ यस्तो काटिरहेको तर लगाइ छ हामी चाहिँ ठ्याक्कै जुङ्गा सकेको छ कि हाम्रो गोले भाइ छ होइन यहाँ प्रशान्त छ 10 फुर्केन ओइ जस्तोले होइन मन्दिरमा खतरा देखेको छ होइन सबैजना फेरि उयो कस्तो चिसो हावा हो यता त एक्साइटेड चाहिँ भन्छ त अनि त्यही त उता बिहाउने बब्बाल हिमाल सिमाल हाममा कसले सक्नु हो माछा निकाल्ने माछाभित्रबाट अलि माथि आएर माछा निकाल्ने यस्तो पानी हाल्नु जाने कि तर तातो रहेछ पानी त यार मेरो हात चिसो भएर होला तातो तेरो हात चिसो भयो उता माथि चाहिँ कहाँ गयो 40 गुम्बा उता 4-5 पानामा होइन यस्तो रे घामले ठ्याक्कै लाग्यो उता हिमाल चाहिँ बब्बाल छ अहिले एकछिन भेटौँ ल लगाइ चाहिँ हामी चाहिँ ठ्याक्कै पुग्न लाग्यो के उस मन्दिरमा त्यहाँ पाहाड चाहिँ बब्बाल लभली आयो होइन अन्त गोले दामी उता त्यसले चाहिँ त्यहाँ भिडियो गरिरहेको छ लगाइ चाहिँ हामी चाहिँ ठ्याक्कै यो तलपाडा मन्दिर घुमेर भएर हामी चाहिँ चट्टपाडामा हामी चाहिँ उता जानु लाग्यो होइन अब ठ्याक्कै उतानिर रिटर्नै होममा अब भ्यू चाहिँ बब्बाल छ तर हाम्रो त्यहाँ सरले चाहिँ फोटो हानिरहनु भयो त्यहाँ अनि यहाँ चाहिँ यस्तो केटाहरू चाहिँ छ हामी यति नै हो छैन हौ ऊ त्यहाँ छ के अरे रिदम र रोजेस उतै रहेछ अनि उरेनको अत्त पत्ता छैन उरेन उता अरिन सरसँग छ अगाडि रहेछ अगाडि छ हो ल एकछिनमा त्यो उसो गरेर भेटौँ न यसो फोटोसोटो हान्नु पर्यो नि भिडियो है ल हामी ठ्याक्कै जुकासँग चौधरी भएर ठ्याक्कै आइपुगिसक्यो हामी फेरि यहीँ पहिलाकै ठाउँमा सबजना छ केटाहरू ल अहिले यसो यसो हेर्दै भयो ल एकैचोटि अलि भेटौँ ल हामी चाहिँ गाडीबाट झऱ्यो होइन हो हामी चाहिँ डेभिस फल जान लाग्यो डेभिस फल मौसम लगाइरहेको गाडी साडी हाम्रो चाहिँ बस पार्क जान्छ यो गाडी चट्टपाडामा डेभिस फल छ त्यही बिताको गएर भेटौँ ल लगाइछ होइन हामी चाहिँ फाइनली डेभिस फल चाहिसक्यो हामी चाहिँ अब चाहिँ ठ्याक्कै हामी यहाँबाट मरि जानुपर्छ उताबाट पानी आइरहेको छ बब्बाल यस्तो छ
चाहिँ सिधै हान्दैन हामी त बब्बाल छ होइन त गोली भाइ अनि कहिले हेर्न नपाएको जस्तो दौडेको थियो त्यहाँ त्यहाँ छोड्दैन आइहाल्छ जम 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 वी आर इन डेभिस फल्स उताबाट पानी झरिरहेको रहेछ बब्बाल झरिरहेको चाहिँ सबजना छ उता यस्तो छ अहिले चाहिँ हामी यसको उतापट्टि भित्र जाने गुफामा होइन त बेस भाइ एकछिन भेटौँ ल हामी चाहिँ होइन उता बेसर भएर हामी चाहिँ यो मन्दिरको भित्र जानु हो यस ब्रो हामी चाहिँ यहाँ जानु पुगिहाल्यो अस्ति नै आएकै हो तर यहाँ चाहिँ टिकट काट्नुपर्छ एकछिनमा उता 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 टिकट काउन्टर हेर न एकछिन भेटौँ लगाइ छैन हामी चाहिँ भर्खर त्यहाँ टिकट सिकेट हानेर छिरिसक्यो भित्र यस्तो भब्बाल हुन्छ यहाँबाट कस्तो मजा आउँछ यहाँ अन्त मुनि जाने हामीले चाहिँ चल्दिने ल सबै यहाँ चाहिँ फोटोहरू छ मूर्ति छ के अरे यस्तो यस्तो छ ल आइफोन जम 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 यस्तो जरामा हिँड्नुपर्छ यार हामी चाहिँ गाई ठ्याक्कै चढेर आयो होइन भिडियो र फोटो एलाउड थिएन हामी त्यतिकै चढेर आइसक्यो सबैलाई गरिब भएको छ यस्तै हो एकछिन बाहिरबाट भेटौँ न तेरो अब एकछिन हामी यसमा लगाइसकेर हामी सबै घुमेर आइसक्यो अब हामी चाहिँ चट्ट पारामा अब चाहिँ हामी होटल जान होला सायद है अब यस्तै छ एकछिनमा भेटौँ ल महेन्द्रका पुग्यो हामी महेन्द्र गुफा हो यो महेन्द्र गुफामा पुग्यौँ हामी तल गइरहेको छौँ यस्तो भ्यू बब्बाल छ तर नेचर टु मच अब साथी ल टेक ओभर हान्नु ल तिम्रो भ्लगमा ल लगाइज हामी चाहिँ ठ्याक्कै उता केपमा जानु लाखाम होइन होइन त्यो महेन्द्र मुनि हामी छिर्ने हो गुफाभित्र सबजना भएर Let's go, let's go, let's go, baby. ल ल यसरी भेटौँ ल ओइ टसबाल त लिँदा म त टसबाल मेरो मोबाइल हैन यो ओ टसबाल दोस आइज त पानी छुयो माथिबाट बब्बाल तलमा चिसो चिसो भइरह हैन हामी सबैबारमा यी हात अन्त एउटा बत ओइ ओइ ओ त माथि छिर्न मिल्छ क्या हैन यहाँ त ए तिमीहरु छिरा त त्यता हैन तिमीहरु यहीबाट त निस्क्यो यता अब रोजसम्म निस्क्या यहाँबाट ओइ यहाँबाट निस्क्या याद छ ल ए ज्याज यस्तो कालो छ के देखाउने हो यहाँ नि है बाटो देखा अरु के त बाटो त बब्बाल छ अच्छो चिसो छ कि लास्ट छिरम तर कालो हो त हामी उसलाई ढाउनु पर्थ्यो क्या अर्को है यहाँ चाहिँ सबै के हो यो पानी पुरै रहेछ ल चलो 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 ल होइन कहिले भर्खरै अब छिरेर आएको उताबाट निस्केर ल अब चाहिँ हामी चट्टपाडामा त भेट्छौँ अब मिट्टी सिका रहेछ यो ल है ल हामी सर मिसहरूलाई खोज्छौँ अब कता हुनुभयो यस्तो बब्बाल छ ठाउँ चाहिँ चमेरी गुफा छ है उता मेरो मोबाइल छ कि छैन किन फेरि छेउ चन्टेबाट ल गाइस हामीले चाहिँ गुफा घुमेर चाहिँ अब चट्टपाडा बस चढिसक्यो
अब हामी चट्ट पारेमा अब कहाँ जाने थाहा तर जान चाहिँ जाने हो अब एकैचोटि एकछिन नयाँ भेटौँ लागि त कहाँ जाने हो लगाइज हामी चाहिँ ठ्याक्कै भात खान गएको छौँ हामी सबैजना केटाहरू यता छ अनि उतापट्टि केटीहरू छ हामी चाहिँ यहाँ 10 बजी छौँ होइन 9 बजी अर्कै उयसमा लिएर गयो यो चाहिँ भेज हो त्यही भएर यहाँ बस्या हो अरू चाहिँ सब हुँदाको हो अब एकछिन भेटौँ ल गाइज हामी चाहिँ खानासाना खाएर हामी चाहिँ ठ्याक्कै जलडा गाडीमा चढिसक्यो होइन मस्त चिलमा छ केटाहरू हो ल अब एकछिनमा भेटौँ ल है औकात चाहिँ थाहा छैन हामीलाई औकातहरू ल होइन हामी चाहिँ ठ्याक्कै गाडी साडीबाट झऱ्यो भर्खर हामी देख्न लेक चलिरहेको मेरो केटाहरू को आएन ओरियन आएन सब बुझ्छ छोडिदिउँ मलाई हामी चाहिँ बेग्नाडस हेर्नुपर्छ हाम्रो त मजाको भन्नु पाइयो रहेछ यहाँ चाहिँ हामी चाहिँ ठ्याक्कै होइन यहाँ घुमेर भ्याएर होइन त्यही त हचल खाइरहेको गाइज हामी चाहिँ होइन ठ्याक्कै अब पोखराबाट हिँडेको हो अब पोखरामा कुन ठाउँमा जान्छ थाहा छैन तर जाने चाहिँ हो सबैजनाको रेडी छ सबैजना छ ल ल ल ल ल ल ल खेरी मखै बिग्रिने उसो गेलास तान्दाखेरि कुरै बिग्रिने त्योभन्दा नि बढी भए घरै बिग्रिने किन होला सन्तानमा पनि मिसिने सन्तान तान्दाखेरि बुढिया रिसिने मलाई सन्तान छ साह्रै भइगयो तर पनि किन मलाई नभएन ल फाइनली हामी चाहिँ यता मुगलिन आइपुग्यो होइन गाइज सब खाजा खान ओर्नु लगाएको छ सबजना ठ्याक्कै खाजा खानेर हिँडिहाल्छौँ हामी चट्ट पारामा चिताउनुतिर के हो अब कसको सब आफ्नो आफ्नो राख्यो ओ मेरो सासूको त खो त्यही होला भयो लगाइज हामी चाहिँ चट्ट मुगलिनको सडकमा हिँड्दै खाजा खानको लागि ल यस्तो चट्ट पारामा खतरा मुगलिन पनि कहाँ सक्नु हो हामीलाई चाहिँ यस्तो 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 छ अहिले गएर हेरौँ ल चाहेर
ल गाइस हामी चाहिँ फाइनली चितवन आइसक्यो सब घरहरू झरिसक्यो त धेरै जस्तो सबै रोलेसहरू बल्ल जान लागेको छ हाम्रो उभिदा सोरे गइसक्यो हाम्रो त्यही त त्यही भएर हल्का बोली कस्तो जोत्का होला ल ल ल चाहँदै छ ल हामी जान्छ मिसिन पछि त्यही त ल ल ल ल ल एकछिनमा भेटौँला अब के हुन्छ ल गाइस होइन सबैजना झरिसक्यो हामी चाहिँ अब सब मङ्गलपुरहरूको मात्रै छ हल्का धेरै जस्तो चाहिँ अब 2-3 जना चाहिँ उताको सकाएको थियो सबजना हामी यतातिर छ हामी चाहिँ गइरहेको छौँ होइन उता भट्टो भाइ छ हामी केटाहरू चाहिँ 10 क्लासको हामी 3 जना मात्रै बाँकी छ सिडर म रिदम छ के हुन्छ एकछिनमा होइन आजको लागि यति नै भन्दै चाहन्छु ल हामी नै अब हाम्रो घर आउनु लागिसक्यो हामी पनि सबजना झरेर आफ्नो आफ्नो घर लाग्छौँ त्यहाँपछि भ्लगले के गर्ने हो र ल त्यसरी आज भनेर आजको भ्लग यस्तो त हुन्छ टुरको सबै